नाखाभरि गाईसम भर्खरै एउटा इलामिखले ताईसम बेलामा दिनु वर्षसम्म कफी वा चिया खाँदाखेरि मस्तिष्कमा यसको कस्तो असर हुने रहेछ भनेर अध्ययन गरियो। कफी खाने व्यक्तिहरू, चिया खाने व्यक्तिहरू र कफी जस्तै क्याफिन नभएको कफी खाने व्यक्तिहरूमा तुलनात्मक रूपमा अध्ययन गरियो कि पछि गएर उनीहरूलाई डिमेन्सियाको जोखिम, मेमोरी लसको जोखिम र कग्निटिभ फङ्सनमा कमी कस्तो हुने रहेछ। वृद्धावस्थामा अध्ययन गर्दाखेरि के देखियो भने जो व्यक्तिहरू नियमित बढी क्याफिन भएको कफी वा चिया खानुहुन्छ भने उहाँहरूलाई 18% डिमेन्सियाको जोखिम घटेको पाइयो। त्यसै गरी मेमोरी लस प्रेसरको बिरामीलाई एउटा ठुलो भ्रम हुने रहेछ कि म खानपिन जीवनशैलीले ब्लड प्रेसरलाई कन्ट्रोल गरिहाल्छु, मलाई औषधि अहिले केही समय नखाने। हुन त यो निर्णय गलत होइन। अधिकांश केसमा पहिलो एप्रोच नै खानपिन र जीवनशैलीले ब्लड प्रेसर ठिक पार्नु राम्रो मानिन्छ। तर सबै केसमा यो कुरा लागू हुँदैन। तपाईको ब्लड प्रेसर एकदमै बढेको छ, मानव माथिको ब्लड प्रेसर 160 को वरिपरि छ, तलको ब्लड प्रेसर 95 वा 100 को वरिपरि छ भने तपाईलाई तत्काल औषधि सुरु गरिहाल्ने र खानपिन जीवनशैली बिस्तारै सँगसँगै लाने हुन्छ। तर यस्तो केसमा धेरैजनाले खानपिन नै बारेर म कन्ट्रोल गरिहाल्छु भनेपछि खानपिनको रेस्पोन्स, जीवनशैलीको रेस्पोन्स रक्तचाप घटाउनमा अलिकति समय लिन सक्छ र जसको कारणले स्वास्थ्य दुर्घटना निम्तिन सक्छ। मानसिक रूपमा आफूलाई बलियो कसरी बनाउने तपाईहरूको डिमान्डमा यो भिडियो बनाएको छु। पुरा भिडियो युट्युबमा छ, हेर्न सक्नुहुन्छ। आफ्नो समस्यालाई पटक पटक सोचेर मनमा खिन्नता उत्पन्न गर्नुहोस्। आफ्नो समस्यालाई अरूलाई सुनाउँदा मन हल्का हुन्छ, तर कस्तो व्यक्तिलाई सुनाउने, कस्तो बेलामा सुनाउने यो एकदमै महत्त्वपूर्ण विषय हो। मलाई नै किन यो दुःख भएको होला, मेरो जिन्दगीमा मात्रै किन यति दुःख छ भने आम सोच हुन्छ, तर यो गलत हो। धेरैलाई के लाग्छ भने मेरो समस्या एकदमै ठुलो र जटिल समस्या हो, तर अरूको समस्या पनि उत्तिकै जटिल र गाह्रो हुन्छ, तर त्यो व्यक्ति तपाईँ जतिको पीडित हुँदैन। यसको बारेमा विचार गर्नुपर्छ। समस्यालाई धेरै पटक पटक आफैले सुन्ने वा अरूलाई सुनाउनु भन्दा पनि समस्याको उपाय के छ त्यतातिर आफ्नो जुन एनर्जी हुन्छ त्यसलाई खर्चिनुपर्छ। कहिलेकाहीँ समस्यालाई तपाईँ तुरुन्तै समाधान गर्न चाहनुहुन्छ भने त्यो चाहिँ गाह्रो हुन्छ। केही समय दिनुभयो, अधिकांश समस्याहरू आफै सुल्झिन्छन्। टाइम इज अ हिलर भनेर बुझ्न सक्नुपर्छ। र कहिलेकाहीँ तपाईँले सबै सिप लगाइसक्नुभयो तर तपाईँको समस्यामा सुधार नहुने देखियो भने तपाईँ त्यो समस्याको पीडामा जिन्दगी बिताउनुभन्दा त्यसलाई स्वीकार गरेर समस्यालाई सँगै लिएर अगाडि बढाउन महत्त्वपूर्ण हुन्छ। यो जुन मैले पोइन्ट्सहरू भने यो भनेको एउटा अभ्यास हो, आजको भोलि हुँदैन। तर यदि कोही व्यक्तिले आफ्नो जीवनमा यसलाई डे टु डे प्र्याक्टिसमा ल्यायो भने उसले आफ्नो मनोबललाई यति बलियो बनाउन सक्छ कि साधारण समस्याहरूले ऊ अलिकति पनि विचलित हुँदैन।